अनुमान गर्नुस् त यो कुन ठाउँको दृश्य हो। पक्कै पनि यो कुनै दुर्गम जिल्लाको बाटोको दृश्य भनी अनुमान गर्नुभयो होला। तर यो कुनै दुर्गम जिल्लाको होइन, तराई क्षेत्रको लुम्बिनी प्रदेशको बर्दिया जिल्ला बारबर्दिया नगरपालिकाको हो। 8 र 9 नम्बर वडा जोड्ने बाटोमा जोखिमपूर्ण यात्रा गर्न विवश छन् स्थानीयहरू। पथरिया खोला एवं प्रयोगको हिसाबले कतर्नियाको कुलोको नामले चिनिने हाल यो अनियन्त्रित खोलाको रूपमा परिणत भइसकेको छ। स्थानीय जनताहरू यसको बारेमा पहल नगरेका होइनन्। दुईटै वडाका स्थानीयहरू 10 मिटर चौडा हुने गरी आफ्नो निजी जग्गा पक्की पुल निर्माण हुन्छ भनेर उपलब्ध गराएका हुन्। तर तिनै तहको सरकारको व्यवस्थाका कारण यो समस्या जेउको तेल छ। खल्ला कतर्नियादेखि बकलभार हुँदै गुल्रा जाने सडकको रूपमा रहेको यस खोलामा अनिवार्य एउटा पक्की पुल निर्माण तथा तटबन्धन गर्न अति जरुरी छ। यदि यो सानो स्थानमा पक्की पुल बनाउन सकिँदैन भने चुनावमा किन भ्रम सर्ने? काल्पनिक विकासको सपना किन बाड्ने? हामीलाई भाषण होइन, काम चाहिएको छ। आश्वासन होइन, परिणाम चाहिएको छ। हजुरहरूको धारणा के छ? कमेन्ट, लाइक र सब्स्क्राइब गरी यो भिडियो शेयर गर्नुहोला ताकि आवाज माथिसम्म पुगोस्।